होइन अहिले 11:30 बजिसक्यो होइन हामी आएको 8:30 बजे गाडीको इन्सुरेन्स 9 बजे होइन 2.5 घन्टा भनौँ है 2.5 घन्टा भइसक्यो गाडीको इन्सुरेन्स छैन सोल्टीको हामी 2 घन्टामा गाडीमा सुते एकैछिन होइन यो गाडीमा मस्त सुते नयाँ रहेछ निद्रा लाउँदो रहेछ अनि 2 घन्टापछि उठेर मैले 5 मिनट हेरेर इन्सुरेन्स लिएँ उसको 2 घन्टा 2.5 घन्टासम्म यति घुमेर बस्यो होइन अहिले बल्ल इन्सुरेन्स जस्तै गाडी के अरे कभर फेर्ने भयो अब यो गाडी निकालेर यो गाडी निकालेर यो गाडीभित्र पार्किङमा जान्छ अनि हाम्रो राइड सुरु हुन्छ अघिसम्म चाहिँ के भएको थियो भन्दाखेरि राइड क्यान्सल हुने जस्तो चान्स थियो फेरि मैले आज पनि बचाएँ फेरि होइन अब राइड अब सुरु हुन्छ नयाँ गाडी छ आजबाट हाम्रो फेरि राइडमा नयाँ गाडी चलाउँदा कस्तो अनुभव भइरहेको छ नयाँ गाडी हेरौँ कस्तो रहेछ स्लाइड ड्रिफ्ट हान्दिउँ क्या मजाले जान्छ जस्तो चाहिँ हाम्रो यताको गाडी जस्तो चिप्लिन्न जस्तो चाहिँ हामी कसरी आएको अरे भन्छ भन्दा त यस्तरी झ्यारेङ कसरी आएको अरे लास्टै गाह्रो हो थियो क्या हाम्रो गाडीमा हनुमान के छ त नि हालखबर यस्तो ल र समात्त उता राख्छु म अब यो गाडी जानु परेन राइट राइड सुरु भयो हाम्रो उतै छ राइड चाहिँ अफिसियल्ली सुरु भयो हाम्रो होइन 13 घन्टा देखाएको छ 13 घन्टा हुन्छ लगभग 14-15 घन्टा लाउँछ होला लाग्दैन 13 घन्टा 14 घन्टा टाइम चाहिँ लाउँछ मजाले हाम्रो गाडी चाहिँ कुद्छ है हाम्रो अहिलेको गाडी जस्तो सुत्नु जान्ने गाडी त रनक हो साथी बस्नु गाउँ है यो चाहिँ सहर नि होइन यो त प्योर गाउँ हो है गाइजहरू सहर भन्दा मलाई लाज लाग्यो ड्राइभर दाइ खलासी दाइ अर्को प्यासेन्जर प्रिन्सेस यता यही अन्त रमाइलो अब हिजो बेलुका एक्लै हिँडेको अहिले बिहान तिनजना भएर हिँड्ने अहिले एक रातमा यत्रो फरक भइदियो हामी नि धेरै बसी भेटेको क्या कति बसी भेट्थ्यो 4 महिना 4-5 महिना त होइन यार 3 महिना भयो बल्ल लाग्यो यार कसरी कहिले आयो म नि डिसेम्बरमा अक्टोबरको 5 मा आएको नि त जनवरी 5 मा बल्ल 3 महिना हुन्छ क्या लगभग 3 महिना जति पछि भेट्यो हामी जस लास्ट टाइम नि यिनीहरूलाई भेटेर आएको म यिनीहरूलाई भन्दा त भनेन म आयो भनेर भन्दै नहुने चल्दिरहेको चल्टी त आफू कता जाने थाहा छैन पछि भिडियो हेरेन मेरो फर्स्ट भिडियो होइन रियलिटी त्यो थियो नि त अब कसलाई सबैलाई भन्नुभन्दा एउटै भिडियो बनाएर हाल्दैछु कसैले सोध्यो भने नि त्यो भिडियो हेर्नु त्यहाँ के भइरहेको छ भनेपछि त भ्युज नि आउँछ मेरो सब्सक्राइबर नि बढ्छ कि के थाहा होइन पानी छ र केटा पानी छैन तिमी गाडीमा पछाडि छ त्यहाँ आउँ नि पानी त्यहीमा यस्तो त्यो चिसो आइस त कि यस्तो हारा हो क्या हामी बाटोमा स्मार्ट वाटर खाने मान्छे बिग एन्ट्री त्यही भयो नि छ भन न तिम्रो गाडीमा छैन त्यो पानी नि त्यसै पछाडि हो भनिदिनु अरे है भान्जे छ क्या पछाडि भान्जे र म चाहिँ मस्त सुतिन्छ अब साथीले मिठो चलाउँछ नभए कुदाउँछ नि एक्लै भरे गाह्रो भयो भने त म चलाइहाल्छु नि फेरि होइन उडाउँछु मोन्ट्रियल त आराम मोन्ट्रियल रे जाने नायग्रा भएको छु मोन्ट्रियल त आदि पनि होइन नि साथी यार आदि हो ठ्याक्कै मोन्ट्रियल
अनि आधी चलाएर मैले आधी चलाउने 6 घन्टा त्यहाँ 6 घन्टा त्यहाँ 13 घन्टा त मैले चलाइसक्यो हालसम्म त नन स्टप कसरी ल 5 घन्टा मलाई यसको घर जानु लाग्यो त्यहाँबाट 7 घन्टा त लाग्यो होला 8 घन्टा त होला भन्छ 7 घन्टा लाग्यो होला त्यहाँबाट 1:30 बजे भनौँ कस्तो कुनातिर ठाउँै अर्को रहेछ कि यस्तो कस्तो ठाउँ घर पनि यार त ठिक भयो यो बाटो हिँड्दैन किनकि हाइवेमा झन् कुदाइन्थ्यो होला चिप्लिन्थ्यो होला हाइवेको बाटो आएको है कुन हाइवे उता हाइवे त्यही त हाइवेको बाटो झुक्काउँदो रहेछ कि कुदाउनु त केही भएन ब्रेक लगाएर चिप्लियो भने चाहिँ आउँथ्यो यो चाहिँ डेन्जरै परेछ यार आज यार क्युबेक सिटी पनि सही छ है सहर चाहिँ हल्का पुरानो टाइपको युरोपियन टाइपको कफीसँग मात्रै पुगिन्छ कफी अर्केर त्यस्तो राखिदिने अनि कफीसँग चाहिँ सिटी सिटी र हामी यता देखाएको थियो यो देखाउनु त राइटतिरै थियो कि राइटबाट अझ एक राइट यहाँ देखेन टिम होटल छ यहाँ होटल लेफ्ट राइट छ राइट राइट अब यहाँ अगाडि क्युबेक सिटी आइयो यार यस्तो दामी छ हेर्नु सातो जाने जस्तो यहाँ त साइको भइन्छ होला भन्छ हामी त तपाईँ राइट देखाएको थियो कि उहाँ टिम होटल तर बन्द होला कि ग्यास स्टेसन त्यहाँ रहेछ खै पहिलो जानु टिम होटल छ बन्द त बन्दै छ होला नत्र अहिलेसम्म देखिन्थ्यो बन्द बन्जर लाइट सब चलाउँछ बन्द त बन्दै देखाएको थियो म्यापमा ए म्यापमा बन्द देखाएको थियो तर हेर नि त्यो उसरी खुल्ला क्या लाइट चाहिँ त खुल्दै त्यो त खुल्ला कहाँ हुन्छ त लाइट त खुल्दै राख्छ काम गर्ने छैन ड्राइभ होइन ट्राई हान्न कस्तो ठाउँमा ट्राई हान्नु बन्जर भन्दै अब कफी नै हान्नु पाइएला जस्तो चाहिँ आज क्रिसमसको दिनमा त हेलो बजोर खुल्ला रहेछ क्रिसमसमा नि खुल्ला हुन्छ भनेर आश गर्छु मान्छेहरू लास्ट छैन सिस्टमहरू पुरै आउँछ नि सिस्टमहरू त पुरै देखाएको मान्छेले त्यहाँ गयो फर्कायो क्या हामीले देखेर क्या लाइन छ गाडीको हामी त यस्तो यस्तो बोकेर हिँड्छ पनि गाइजहरू
यस्तो यस्तो खानुपर्छ है राइडमा। अर्को चाहिँ मैले जिन्दगीमा किनेन केटाले ल्याएको तर आफूले चाहिँ किनेर $8 हो $9 पर्ने इलास्टिक मोबाइल यो चाहिँ कति पर्छ 15%। हेरी मात्रै हो यस्तो यस्तो बोकेर हिँड्नुपर्छ राइडमा चाहिँ। सुतेर उठेको निन्द्रै पुग्दैन जति सुते आउन्न। डराइरहेको छ गुरुङ अनि त्यो त्यस्तो हो भान्जा सुतिस्? म त अघि नै उठेको लाएन तिमीलाई ड्राइभर दाइ सुत्नु भयो। बल्ल अब यता परिरहन्छ आँखा देखेन देख्यो अघि त्यो भएर अनि आँखा बन्द चलाऊ भनेको मानेन। एकछिन त कहाँ ठाडै आमा यार यिनीहरू फेरि यहाँ रमाइलो गर्दै बस्यो नि तिनजना। इन्जोय छैन होला यो। बाटो त वहीँसम्म हिउँ पऱ्यो जस्तो लाग्यो। नाइग्रा पनि हिउँ पऱ्यो होला आज त। हेर न म यहीँबाट छैन त डन्डीफोर चाहिँ लास्टै आयो मेरो यार अहिले। बल्ल पैसा चढ्यो जस्तो है मलाई। 21 वर्ष पुगेपछि। चढेको नाइग्रा त अब त्यस्तै हो पैसा चढ्ने। बल्ल बल्ल क्युबेक सिटी आइपुग्यो। गाडीको हालत चाहिँ जस्तै भइसक्यो है हाम्रो। सेतो गाडी कालो हुन लागिसक्यो। अगाडिको भाग त पुरै कालै भइसक्यो। नम्बर प्लेट सबै गइसक्यो होइन, छुपिसक्यो। डेन्जर भयो के अरे हिउँ हेर न, सब हिउँ जमेर। के भयो हाम्रो गाडी बिग्रेको र? यस्तो नयाँ गाडी यस्तो थोत्रो देखियो क्या यार। हिउँ हेर न। के कागजमा हालेर जान्छु ओए जस्तै भयो क्या। कफी सफी खानुपर्छ, पिसाब फेर्नुपर्छ। लास्ट च्यापी हो जाम 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 मुदम पहिला सुत्नु साथीभाइहरू मुत्नुपर्छ। क्युबेक आइयो लगभग अब 10 घन्टामा त पुगेला नि साथी। भान्जेरमा त सुतेको नि होइन यार राम्रोसँग। एकैछिन पल्टेको अस्ति राति काम हालेर अनि फेरि 10 बजीतिर सुतेर दिउँसोको आजको फर्स्ट कफी हो यो चाहिँ। कफी सफी लिएर भेटौँ ल आइन्छ अब। स्टार्टै नभइदा ल किशोरले दिनको पहिलो कफी लिएर हिँड्ने बल्ल आज होइन। खाना पनि खाएन अझै। अब केही खानुपर्छ बिस्तारै। अहिले चाहिँ नखाने। तर गाडी चाहिँ धोत्रै भइसक्यो राम्रो। चिसो छ। अरू केटाहरूको स्कुल स्टार्ट हाम्रो चाहिँ अक्टोबरबाट हुन्छ क्या के कलेज। सेप्टेम्बरको 3 हप्ता त लास्ट 3 विक त मैले जस्तै दिउँसो नि काम हान्ने राति नि काम हान्ने सुत्ने 2-3 घन्टा बौला थियो भन्नु सही हो। एकछिन भेटौँ ल ल। केटाकेटी एकछिनमा यस्तो भयो हात त बाहिर त निस्किनै सकेन हौ झरेर चिसोले। ल चल्दिउँ अब। कफी त दिनै पऱ्यो नि। मेरो एन लेखेको छ है के एन? निगा निगा हो तिमी? निगा उयो उस कहाँ हो रे ग्यास स्टेसन हेर न म्यापमा। पेट्रोल ल्याइयो ल। ए यहीँ नजिकै हो। बारीपट्टि जस्तो लाग्छ यति नजिक हो एउटा अर्को प्लाजातिर। अब पेट्रोल हाल्ने अनि हामी यहाँबाट चल्दिने। लास्टै भयो। चिसो लास्ट छ कि घाम ला होइन त्यही घामलाई चाहिँ झन् चिसो हुन्छ क्या। त्यो भएर नि होला सायद। कस्तो भइरहेको छ साथी अहिलेसम्मको ट्रिप? रमाइलो भान्जालाई मेरो कान हेर्नु अति दामी अति दामी। नेपालको बर्फाको स्याउ भन्दा मेरो कान रातो भन्छ। हो चिसो त दामी छ होइन। तर यही हो नि त मजा हानेको हिजो राति। बेला मुस्ताङ जानुपर्छ मुस्ताङ नि गयो नि। मलाई मुस्ताङ गयो अपर मुस्ताङ गयो। यस्तै हुन्थ्यो हुन त। तर यो त अलि अति नै छ होइन। कोही केटा चाहिँ होइन केटी इच्छुक छ भने चाहिँ म लिएर जान तयार छु भनेको कसलाई रे? केटी छ भने भनेको भन्दैन केटी चाहियो रे। कहाँको पार्किङ छ हामी त अब हिरो भएर हिँड्ने के अरे होइन। चस्मा किन्ने के काम? जन्मिँदै हिरो हो नि। जन्मिँदैदेखि हिरो भएर गाह्रो हो पनि।
लन्देस टक्क बल्ल ओए ल है हामी अब हिँड्ने हो बाहिर यस्तो घाम लाग्छ केही देखेकै छैन होला अघिसम्म थियो राको पुट्या गरेर खोजेर उल्टा टायर भेट्छ कहाँ त्यहाँ पछाडि टायरको रहेछ फ्रीमा दिए त गइदिनु हुन्थ्यो कि दिनु छैन उठाएर त साईको भयो त म त साइकै भइदिनु नि जिन्दगी साइकै त हुने सोझो भएर हुन्छ जिन्दगीमा हुँदैन स्टेसन त फुल छ हाम्रो कुन बाटो यता होइन भएको प्यासेन्जर साइडतिर होइन राम्रो छ होइन र ड्रिफ्ट हाल्नु नि ड्रिफ्ट माको दे क्यारी के हो झन् मिठो ड्रिफ्ट हान्ने साथीले अहिले ड्रिफ्टको कुराहरू छ आफै ड्रिफ्ट भयो राइडर चाहिँ फेरि हाम्रो कडा छ नि हिरो देखियो त मलाई मलाई पनि त पुरा भ्लगर भन्दा नि ग्याङस्टर जस्तो देखिसक्यो मलाई त Hey, what's up guys? Welcome to my channel. See you next video. गाडी उकालो नि त सबै चिप्लेर हो क्या 3-4 गाडी भरेछ नि त एउटा झ्याप्पै चिप्लियो अनि एउटाको माथि अर्को चिप्लिदियो क्या विन्टरमा चाहिँ यो झ्याउँछ नि 3-4 बिचार हेर नि त ट्राफिक हेर यो जाम कहिले भ्याइदियो अब कहाँसम्म भयो जाम हामीमा त नातियो मेरो फोनमा हेर रोको है हेर न जाम त भ्याइन्थ्यो जाम त गइदिन्थ्यो यतापट्टि यस्तो खाली छ होइन बाटो यस्तो खाली छ यतापट्टि यस्तो हो क्या कत्रो वाइमा हो यिनीहरूलाई बिस्तारै यिनीहरूले बिस्तारै दिनको पहिलो मिलायो हाम्रो होइन कस्तो लागिरहेछ अब हान्छ कस्तो लागिरहेछ दिनको पहिलो खाना हिजोको दिन 3 साग खाएर गयो अहिलेको दिन 1 साग दिन स्याउ खाएर लाग्यो अब केही हाल्नुपर्छ लास्टै होला दाम डह्रो अब रात परिसक्यो बिहान देखिदियो अघिसम्म त 1 बजीबाट केही खाँदैन हौ हजुर राति 1 बजी हिजो 3 साग खाँदै मैले अन्त मैले बिहान खाएको हिजोको 3 सागै मासु भात क्या नखाएर 3 साग 2 साग घरै आयो 1 साग यसको घर यसले बेलुका मात्रै खायो नि त हिजो बिहान त खानु नि त यसले मिठो छ है मिठो अब चाहिँ एउटा मिठो मिल लिएर जानुपर्छ बल्ल एनर्जी आस्तो भयो क्या शरीरमा हल्का होइन लास्टै टाइम लाउँछ आज त है यति हो मोटेल त्यही भएर यो ठाउँ निस्क्यो भने यति कहाँ
नि अब फेरि त्यहाँबाट नि जाम त हुन्न त नि किङ्स्टन त्यता त खासै हुँदैन नि धेरै यहाँबाट चाहिँ मोन्ट्रियलबाट छुट्टिन्छ क्या धेरै आकाश त दान देख्यो यार कस्तो ब्रेक चाहिँ हानेको त्यसले मलाई यार यसले तिमी धेरै हानेको ब्रेक झ्याप झ्याप मात्रै पहिलोबाट हान्नु सुरु गरेर न ल हाम्रो झ्याप्पो ब्रेक हानेको त्यसले ध्यान दिएकै छैन गाडीमा कहाँ दिएको त केही त्यसो ध्यान दियो होला हुन्छ बल्ल एउटा सहरतिर आइ यस्तो लाग्यो यता पछि के मिलाएर बस्यो नि त फेरि ए हात झ्याप बस देखियो रहेछ मलाई त सब एउटै लाइनमा हिँडेको है म मात्र हो यो धेरै नपेल है यसमा है आनन्दले हिँड है हो र झ्याप्पै नकुदाएको धेरै यिनीहरू नै आउनु सक्छन् कि कोही यता छिर्दिनु सक्छन् झ्याप्पै बस हल्का स्पेस मिल्ने अतितिर होइन हुन्छ थ्याङ्क यू नो वरिज म्यान नो वरिज आइ एम अलवेज फर यु अब त शरीरले नि सुत सुत भने होइन फेरि आँखाले हेरेर भन्छ के हेर्छ र सुन्नु चुप अब के खानुपर्छ त्यसले एउटा लेन काट्दियो ट्राफिक यो मेरो मन यो मेरो मन हिजो त गीत गाउँदै आएको यार मस्त मान्छे यो त दिँदै होला यार छोडिदिएर डिस्टर्ब नहाल्नु सुतिरहेको छ अब बल्ल मोन्ट्रियल आइपुग्यो पुगेको नि छ कि छैन थाहा छैन होइन आइपुग्यो जस्तो लाग्छ सिटी हेर्दा चाहिँ न्युयोर्क देखाएको छ साथी बाटो राम्रो छ हेर के अगाडि न्युयोर्क देखाएको छ न्युयोर्क पुगेला हामी बाटो त एउटै हो के रे र मोन्ट्रियल यता रहेछ भनेपछि हामी मोन्ट्रियल कटियो अब यही हो क्या मोन्ट्रियल सुरु भयो क्या त ड्रेस गरेर के हानेर फर्केर आउँदा बिचसम्म पुगिन्छ नि फर्काइदिन्छ फर्केर त यही हो क्या मोन्ट्रियल ए भयो होला होइन यही हो होला यही हो मोन्ट्रियल उहाँ सिटी सही छ मोन्ट्रियल सिटी नै हो ठुलो फाइनली अहिले बल्ल जोस आयो जस्तो भएको छ होइन आजको पहिलो मिल हानियो स्याउ पछिको यहाँ र कहाँ अन रोडमा होइन भान्जा अहिले त पुरै फुल एनर्जी मोडमा होला नि 24 आवर हाम्रो ड्राइभर साहब ड्राइभर दाइ नमस्ते अब त हिँडिन्छ अब यहाँबाट पेट्रोल हालिदियो केटोले होइन भन्छ नि भक्कसी खाएर बस्यो मैले भक्कसी खाएर बस्यो एनर्जी पुरै फुल एनर्जीमा छौँ हामी अब धेरै टाढा होइन अब 4-5 घन्टामा त पुगिन्छ हामी सायद होपफुल्ली 80 मिलियन रुपियाँ गरेछ कति बज्यो यार 7 बजिसक्यो 12 त बज्छ जस्तो वहाँ पुग्दा मस्त सुतिहाल्नुपर्छ पुग्ने यत्तिको भोक त लागेन अहिले त त्यसो भन्दा यत्तिकै मिठो भात खानु मन लाग्यो क्या पका खानु भनेको नि केटाहरूले अब भात खाने अनि सुत्दिने मस्त निन्द्रै पुगेको छैन यार अझै यार सुतेकै छैन यो त सुतेकै रहेको छिन् धोका ढ्याङ्ग गरेको उठाइदियो अहिले चाहिँ अब ड्राइभर चेन्ज अब गाडी हाँक्ने मान्छे प्लेन उडाउने मान्छे म भयो अब होइन ऊ चाहिँ प्यासेन्जर प्रिन्सेस हाम्रो साथी भान्जा त एनी टाइम प्रिन्सेसै भयो के अरे हो मलाई भन मैले यस्तो राखेको मान्छेले यसरी पकाउँछु कसको कपी हो त मेरो गाडीमा मलाई गाली गर्ने यार गाह्रो छ मैले डबल ट्रिपल मगाएकै छैन त अनि मेरो अब यो कालो कपी त्यहाँ गएर सेतो भयो म त्यहाँ आएको छैन गाडी चलाउनु पाएन गाली खानला चलाउन सिक्यो नि गाह्रो छ अहिले चाहिँ कहाँ आइपुग्यो धेरै टाढा छैन यार तिम्रोमा चलाउने मेरोबाट लाउने कि तिम्रोबाट लगभग 300 किलोमिटर चाहिँ छ होला छैन 300 पनि अब 3 घन्टामा चाहिँ पुगिन्छ हामी अब मजाले
3 घन्टामा मजाले पुगिन्छ। अब 3 घन्टा मैले चलाइदिएपछि त भइहाल्यो नि आजको राइड। 3 घन्टा किन लाउने हो 2 घन्टा 2.5 घन्टा समथिङ। पेट्रोल फुलै हाल्नु पर्यो कि के हो भरै छैन। पुग्न त पुग्छ कि पुग्छ, तर हालेर जान्न त यहाँबाट। सकेसम्म फुलै भयो। पेट्रोल हाल भने जाम्ला नि त होइन, एकछिन त्यहाँ गएर जाम्ला नि त। पेट्रोल स्टेसन पेट्रोल सेट्रोल हालिदियो होइन। अब 2 घन्टा 40 मिनट बाँकी छ हाम्रो आज गन्तव्य पुग्न, फाइनल डेस्टिनेसन। 1 रात चलाइयो यार गाडी यार, कपिराइट लाउँदा 1 रात 24 घन्टाभन्दा माथि हिँड्ने यार यो ट्रिपमा त नन स्टप। यस अहिलेसम्म चलाउनु परेको थिएन के अरे, एकैछिन 8 घन्टा जति त चलाउनु परेको साथीहरू चलाएको थियो। अब चाहिँ ठ्याक्कै बुझ्यो भने ठ्याक्कै 24 घन्टा भयो गाडी बेच्न थालेको। अब त एकैछिन भुल त पुगेन, मलाई देखाएको एन्जिन त राम्रो छ। देखाएको छ के छ केटाकेटी हो, अहिले गाउँबाट सहर आइपुग्यो हामी, टोरन्टो आइपुग्यो, स्कार्ब्रो भनौँ। लगभग अब 1 घन्टा छ नाइग्रा पुग्न, 1 घन्टा 1.5 घन्टा। हाइवे हेर नि कस्तो जाम छ, अहिलेसम्म यस्तो बाटो थिएन उता होइन। गाडी नै गाडी छ के त। आइपुग्यो फाइनल्ली टोरन्टो। अब पर्सितिर आइन्छ होला यता घुम्नलाई। आज चाहिँ अब थकै नि लाग्यो लास्टै है, गरेर जामजाम सुत्दिनुपर्छ अब 1.5 घन्टा। यो बाटो पनि डह्रो हिँड्ने यार त्यति बेला पहिला। वेस्ट जाने हामी चाहिँ वेस्ट 401 एक्सप्रेस। टोरन्टो डाउनटाउन जाने हो र अहिले। भ्याइन्छ आज त निन्द्रा नि लाग्यो यार, नत्र जानु हुन्थ्यो। फाइनल्ली टोरन्टो आयो। अब 1 hour 30 minutes. 1 hour 30 minutes to go home. होम त के हो भने तर होम जस्तो लाग्यो यार आज त है। पुरा हुन्छ नि पहिला यसो यहाँबाट यसो गइन्थ्यो नाइग्रा होइन, आज नि पुरा घर जान जस्तो लाग्यो क्या टोरन्टो घुमेर। रमाइलो भइरहेको छ। ओल्ड इज गोल्ड, मेमोरी इज ब्याक इन माई हेड। रिवायर भयो जस्तो भयो क्या। ट्राफिक हेरेर आम्मामा बिजी चाहिँ डह्रो हुन्छ अरे बाटो। ड्राइभर पनि फेरि दादा हुन्छ यस्तो बाटो, चिल पारामा गर्दा गइन्छ नि त। अब त चाँडै पुगिन्छ, तर 12 बजीभन्दा नि अगाडि पुग्यो कि हामी लास्टमा। त्यो दादा 12 भन्दा नि अगाडि हो र 12:30 ल्याएछ। 11:30 होला नि, 12:30 होला। ए त्यहाँदेखि यहाँको मान्छेले दिइरहेछ। बिजी छ एकैछिन यस्तो गर के अरे, अब जानुपर्छ यहाँ बसेर काम छैन भन्ने के हुन्छ नि। हामी त्यही फाइनल्ली टोरन्टो पनि कटियो। अब सुरु हुँदैछ हाम्रो नाइग्राको यात्रा। बाटो यस्तो दामी छ होइन, यो बाटो त यस्तो दामी लाउँछ, घर जान लास्ट फिल भयो क्या अहिले होइन। पहिला कति वर्ष त यति गाडी हिँड्ने, 1 वर्ष जति 1.5 वर्ष जति यही बाटो डह्रो हिँड्यो। हिँड्दिनै हरेक रात त्यही बाटो हिँडिन्थ्यो। अनि हुन्छ नि पुरा म्याप बिना नि हिँडिदिन्छु क्या म यो बाटो चाहिँ। सिधै नाइग्रा निस्किन्छु क्या बाटो सिधै। अब QEW नाइग्रा यस्तो एक्साइटेड भइरहेको छ होइन। अनि पुरा यहाँ छोडेको नि 3-4 महिना भयो, त्यही पनि हुन्छ नि पुरा अहिले टोरन्टोबाट घर जान जस्तो फिल भयो क्या होइन। के छ साथी, तिमीले के भन्छ? तिमी पनि यहाँ बसेको होइन? ठिक छ, हेमिल्टन आउनु लाग्यो अहिले। अन्त म्याप चाहिन्न अब त, अगाडि यो उस हेर्दै हिँड्ने बोर्ड गर्दै। बाटो सही छ त्यो, यत्रो लगभग 2000 किलोमिटर चलाइयो होइन। यो टोरन्टोको अनि
यही बाटो हो क्या यस्तो हुन्छ विदेश आए जस्तो नत्र त अरू त सब कहाँ कहाँ गाउँ जस्तो क्या हाइवे नि हेर न अब उता गएपछि त गाउँै हो नायगरा त त्यही रुक फेरि ल लेडिज एन्ड राम्रोसँग आएन म किन आउने हो र ल बल्ल Ladies and gentlemen, we are back in Niagara Falls again. We did around 5 provinces: Nova Scotia, Prince Edward Island, New Brunswick, Quebec and Ontario in fucking 24 hours. No sleep, no rest, no nothing. Just a fucking insane road trip, which was really amazing, kind of crazy. And this is how we celebrate Christmas, guys. Merry Christmas. Woo! Have fun. Woo! Oh.